So again, welcome back in our next new video. र आजको भिडियोमा चाहिँ हामी जाँदैछु स्वर्गद्वारी या अनि राइट नाउ हामी चाहिँ यो दुईखोली भन्ने ठाउँमा छु किनभने हामी चाहिँ हिँडेर जाँदैछु लाइक अ ट्रेकिङ टाइप। त्यही भएर हेर्दै गर्नु होला हाम्रो जर्नी के कस्तो हुन्छ। स्यालु हन्टिङ भइरहेछ छ ए ल ल कस्तो रहेछ है चाखिहालौँ न। हामी चाहिँ अझै हाम्रो जर्नीमै छु बाटोमै छु। The weather being so cool, and again we can see some houses here. Yeah. And my wife, कस्तो भइरहेछ? जोस चाहिँ हो है उसको पनि। थुप्रै ठाउँमा मसँग पुगिसक्यो ट्रेकिङमा। हैन त यहाँ आएको। Coming to this place, we have reached the Saiga, and after purchasing a few eatables, again we are continuing our journey. र यो गाउँ हेर्दा चाहिँ यस्तो छ हेर्नुस्। फ्रेन्ड्स, अब यो स्वर्गद्वारीको बारेमा भन्नुपर्दा चाहिँ इट इज अ मोस्ट पपुलर टेम्पल फर हिन्दू एन्ड द हिन्दू पिलग्रिम्स या फ्रम द इन्डिया एन्ड नेपाल। किनभने इन्डियादेखि पनि यहाँ भिजिटर्सहरू एकदम धेरै आउनुहुन्छ र जो पनि तपाईहरु दाङ वरिपरिको रोल्पा प्युठानतिरको मान्छेहरु हुनुहुन्छ यसको इम्पोर्टेन्स त तपाईहरुलाई थाहै छ होला हैन। र यसको लोकेसन चाहिँ हाम्रो प्युठानमा पर्छ र एप्रोक्सिमेटली घोराइदेखि 55 टु 65 किलोमिटर टाढा, जो कि अब गाडीमा केही भेहिकलमा जानु भयो भने तपाईहरुलाई 2 to 3 आवर्स लाग्छ डिपेन्डिङ अन द रोड कन्डिसन। तर हामी चाहिँ हिँड्दै जाँदैछु। आई विश होप कि आजै पुग्छु हामी र पुग्छु पनि हैन। पुग्छु हामी, पुगेरै छोड्छु किनभने हामी घरदेखि नै लेट हिँड्यो नि त। बिहान अलिकति अर्ली मर्निङ 5-6 बजी हिँडेको भए चाहिँ अलिकति धेरै होप हुन्थ्यो कि पुग्छु भनेर। तर हामी घरदेखि नै 10 बजी निक्लेको थियो। त्यही भएर हेरौँ के कस्तो हुन्छ। तर टार्गेट चाहिँ छ जसरी पनि एनी हाउ आज सायद रातिसम्म भए पनि आज पुग्नै पर्ने हाम्रो टार्गेट चाहिँ छ। किनभने वी हेभ अ लिमिटेड डे एन्ड वी हेभ टु रिटर्न ब्याक टुमरो एट एनी कस्ट। त्यही भएर भोलि दर्शन गरेर हामी फर्किनेवाला छु। बाँकी चाहिँ मौसम एकदम कुल छ। हेर्नुहोस् यस्तो छ भ्यूहरू। सो फ्रेन्ड्स, हाम्रो चाहिँ यहाँ लस्ट इन अ जङ्गल सिचुएसन भयो चाहिँ यहाँ हामीलाई एक्ज्याक्ट रुट कुन थाहा छैन। सर्टकट आउँछु भनेको यहाँ कता हरायो हेर्नु त जता कतै यो झाडहरू यति के हो। फेरि पनि हामी चाहिँ अब मेन एउटा
ठाउँलाई मार्क गरेर हिँड्दैछु। आई होप सही ठाउँमा पुगौँ। तर सही ठाउँमा पुग्नुभन्दा पनि हामीलाई छिटो पुग्नुसँग मतलब छ। त्यही भएर अब सक्दो छिटो गरिरहेको छु। हामीले रेस्ट नगरेर कन्टिन्यू हिँडेको गरिरहेको छु। सो हियर फाइनली फ्रेन्ड्स फ्रम सालवाङ भिलेज। यो ठाउँको नाम चाहिँ सालवाङ रहेछ। अनि हामी चाहिँ राइट नाउ कति बज्यो? अलरेडी 4 PM एन्ड द वेदर हियर यु क्यान सी यस्तो कुल छ। आम्मा हेर्नु त, हाम्रो तल यो जो घोराइहरू त्यो साइड पर्छ, त्यो अगाडिको हिल्सको अगाडिको साइडतिर पर्छ। त्यतातिर चाहिँ गर्मी नै थियो अघि हामी आउने बेला। अनि यहाँ चाहिँ एकदम कुल छ है, 360 भ्यू। एन्ड वी आर हेडिङ टुवर्ड्स मेन रोड है। मेन रोडमा जानु छ हामीलाई जसरी पनि, किनभने मेन रोडमा पुग्यो भने चाहिँ त्यहाँदेखि मन्दिरको डाइरेक्सन चाहिँ डाइरेक्ट छ। त्यही भएर अहिले चाहिँ बिच बाटोमा हामी धेरै ठाउँमा हरायो, फेरि पनि समाओ हामी चाहिँ आइपुग्यो यो माइतीसम्म। किनकि हाम्रो टार्गेट भनेको नै यो गाउँ थियो अनि यो पछाडिको स्कुल थियो। अनि यो यहाँसम्म आउनु चाहिँ डाइरेक्ट बाटो पनि आउँथ्यो, यो तलको बाटो हामी डाइरेक्ट आउँथ्यो। तर हामी झुकेर यो जो हिल छ यसको एक राउन्ड हानेर फेरि यहीँ आयो, जसले गर्दा हाम्रो एराउन्ड 2 आवर्स चाहिँ यतिको वेस्ट भयो। र फेरि पनि हाम्रो आफ्नो जर्नी कन्टिन्यू गर्दैछु। त्यही भएर हेर्दै गर्नु होला के कस्तो हुन्छ। सो वी हेभ डन पर्चेसिङ सम इटेबल्स। What a view! भन्छन् नि फ्रेन्ड्स, डेस्टिनी भन्दा पनि जर्नीको मजा चाहिँ बेग्लै हुन्छ भनेर। हो त्यस्तै भइरहेछ। यहाँ सिनेरियोहरू, त्यो ठाउँहरू हेरेर होइन। र यो बाटो भनेको चाहिँ एकदम एक्जस्टेड हो कि एकदम थकान हो। तर वेन आइम विथ हर त्यो थकानहरू मेरो एनर्जी एकदम जोसमा कन्भर्ट भइहाल्छ कि त्यो त्यस्तो थाकेको जस्तो चाहिँ मलाई लाग्दैन। सो फ्रेन्ड्स हियर अमेजिङ। र हामी चाहिँ फाइनली प्युठान जिल्लाको नोस भन्ने ठाउँमा आइपुग्यो। यो ठाउँको नाम चाहिँ नोस रहेछ, सानो नोस बजार। रियली सो अमेजिङ होइन। किनभने हामीले अब दाङ जिल्ला प्लस रोल्पा जिल्ला अनि प्युठान जिल्लामा अहिले हामी खुट्टा टेकिरहेको छु। र यो सबै जर्नी चाहिँ हामीले हिँडेर नै कभर गऱ्यो। हेर्नुहोस् यति तगडा। त्यही भएर अब जहाँ मजा आउने जर्नी त छ, एराउन्ड 1 आवर्स जस्तो चाहिँ लाग्छ भन्दैछ यहाँदेखि। त्यही भएर हेर्छु के कस्तो हुन्छ, हेर्दै गर्नु होला। प्युठानतिरको कोही हेर्दै हुनुहुन्छ भने हेर्नुहोस् है तपाईँहरूको जिल्लादेखि। र यो अगाडिको के भन्छ, जहाँसम्म मलाई लाग्छ एज फार एज आई गेस त्यहाँ चाहिँ माउन्टेन रेन्जहरू देखिन्थ्यो। तर हेर्नु न यस्तो फगी भएर चाहिँ भिजिबिलिटी केही पनि छैन। र हाम्रो पनि ठुलो हेर्ने इच्छा थियो, बट अनफर्चुनेटली यो चाहिँ हेर्न सक्ने भयो अहिलेको लागि। रियली अमेजिङ यार, यस्तो कुल वेदर। वाह आहा हेर्नुहोस् त। अगेन फ्रम बाइनेटा प्युठान। यस्तो चाहिँ यहाँदेखिको सिनेरियो। हामी चाहिँ हिँड्दैछौँ स्टिल वकिङ एन्ड वकिङ। अलरेडी 6 बजिसक्यो। हेरौँ कतिखेर पुग्छ। यति एक्सपेक्ट गरेछु कि 7 बजीसम्म पुग्छु भनेर, किनभने यहाँको मान्छेले भन्दैछ विदिन 1 आवरमा चाहिँ पुग्छ भनेर। त्यही भएर हेरौँ। ल अमेजिङ। न त हेर्नु त सेटिङ्स अन। हाम्रो घाम पनि डुब्न लाग्यो एन्ड भ्यू इट्स रियली सो असम। As is. So hey everyone, finally from स्वर्गद्वारी। ल हेर्न सक्नुहुन्छ तपाईहरुले नाइट भ्यू अफ स्वर्गद्वारी। After almost 10 hour continue walking हैन, 10 hour नै भयो नि हैन, 10 घण्टा जस्तो हिँड्यो नि हामी।
10 आवर अफ कन्टिन्यू वकिङ हामी चाहिँ फाइनली यहाँ सर्गद्वारी आइपुग्यो। बाटो जो थियो त्यो एकदम च्यालेन्जिङ थियो, जस्तो कि 65 किलोमिटर एप्रोक्सिमेटली 65 किलोमिटर वकिङ, त्यो पनि हिल्ली रुट। इट्स नट अ स्मल डिल। थ्याङ्क्स गड मैले चाहिँ सोचेको थिएन कि मेरो बुढीले चाहिँ यत्रो जर्नी यसरी कम्प्लिट गर्छ भनेर, तर ऊ चाहिँ मभन्दा पनि खतरा हिँड्दो रहेछ है। त्यही भएर अनि अहिले चाहिँ लेट इभिनिङ भइसक्यो, त्यही भएर अहिले हामी रेस्ट गरेर भोलि बिहान मन्दिर दर्शन गर्न जान्छु। र भोलि बिहानको क्लिपहरू चाहिँ म भोलि बिहान नै सेयर गर्छु तपाईँहरूसँग, हेर्दै गर्नु होला के कस्तो छ। जो मान्छे यहाँ पहिल्यै आउनुभएको छ उहाँलाई चाहिँ नलेज होला, जो मान्छे आउनुभएको छैन उहाँले चाहिँ हेर्नु होला, सिक्नु होला, अब के एक्सपिरियन्स लिनु होला। थ्याङ्क यू, सी यू टुमोरो मर्निङ। मर्निङ एभ्रिवान। सो इट इज आवर डे 2 फ्रम सर्गद्वारी र हामी आज अर्ली मर्निङमा जाँदैछु मन्दिर दर्शनको लागि। यहाँदेखि पनि अझ यो मेन बजार जो छ यहाँदेखि अलमोस्ट जो मैले हिजो भनिसकेको थिएँ अराउन्ड 45 मिनट्स लाग्छ भन्दै हुनुहुन्छ। जाम अब देखाउँछु के कस्तो हुन्छ। एन्ड दिस इज द सिटी वेयर यु क्यान अभाइल अल द पूजा रिक्वायरिङ स्टफ्स एन्ड जे पनि होटलहरूको फेसिलिटी यताउता सबै चिज पाउनु सक्नुहुन्छ। एन्ड हियर द पर्चेजिङ अफ पूजा रिलेटेड स्टफ्स। लौ त हामी मन्दिरको बेसमा आइपुग्यो। अनि तपाईँहरूले गाडी पार्किङहरू देख्न सक्नुहुन्छ। र यो तल जाने बाटो जो छ यो चाहिँ भिङ्री भन्ने प्युठान हुँदै जाने बाटो, र हिजो हामी आएको बाटो चाहिँ जो थियो त्यो चाहिँ रोल्पाको होलेरीवाला बाटो थियो अरे। एन्ड हियर वकिङ एन्ड वकिङ। यो चाहिँ अब हाम्रो स्टेयरवे टु हेभन हो। हेभन जस्तै भनौँ न होइन। र दामी छ, मजा छ हेर्नु पछाडिको भ्यूहरू। यस्तो समर सिजनमा पनि यस्तो चिसो अनि यस्तो कुल होइन। हामी छौँ यहाँ के भन्छ केबल कार हाल्ने भन्ने प्रोजेक्ट चल्दै थियो भन्ने सुनेको थिएँ, खै के हो कस्तो त्यो मलाई पनि थाहा छैन। त्यो भयो भने चाहिँ हल्का सहुलियत हुन्छ होला। र यहाँनिर हाम्रो के भन्छ नाइट स्टे बस्नको लागि धर्मशालाहरू तिनीहरूको फेसिलिटीहरू पनि छ। यदि तपाईँहरू आउनुहुन्छ भने होटलहरूको फेसिलिटी पनि छ र प्लस हल्का एफोर्डेबलको लागि यो धर्मशालाहरूको फेसिलिटी पनि छ। यो हाम्रो माथिको बाटो चाहिँ गुफाहरू र भ्यू पोइन्टहरूतिर जाने बाटो भयो। र यहाँनिर गाईहरूको फार्मिङ। फ्रेन्ड्स यो सर्गद्वारीमा चाहिँ तपाईँहरूलाई घुम्नको लागि थुप्रै ठाउँहरू छ।
जस्तै माथि गुफाहरू अनि यो आश्रमहरू अनि यदि मौसम क्लियर भएको भए चाहिँ यहाँदेखि माउन्टेन्सहरूको भ्यूहरू अन्नपूर्ण धौलागिरीहरूको भ्यूहरू एकदम क्लियर देखिँदो रहेछ। तर अहिले चाहिँ यो मौसम अलिकति फगी हुनुको कारणले चाहिँ त्यो चिजहरू अलि राम्रोसँग देखेको छैन र हामीले पनि हेर्न पाएनौँ। त्यो चिजमा चाहिँ अलिकति दुःख छ, तर पनि त्योभन्दा राम्रो राम्रो चिजहरू यहाँ हेर्न पायो, एक्सपिरियन्स गर्न पायो। यो आश्रमहरू, मेडिटेसन गर्ने ठाउँहरू अनि पिस, एक किसिमको पिस फिल हुन्छ यस्तो मन्दिर एरियाहरूमा चाहिँ, जो चाहिँ अब तपाईँहरूले पनि एक्सपिरियन्स गर्नुहुन्छ होला। अल ओभर राम्रो भयो एक्सपिरियन्स, आउनु होला तपाईँहरू पनि एकचोटि। अनि फ्रेन्ड्स यो ठाउँमा आएर चाहिँ तपाईँहरूले विभिन्न एक्टिभिटीहरू गर्न सक्नुहुन्छ, जस्तै कि स्पिरिचुअल मेडिटेसनहरू, घुम्ने त छ नै छ, सनसेट सनराइजहरूको भ्यू हेर्न सक्नुहुन्छ, यहाँको लोकल खानाहरूको टेस्ट गर्न सक्नुहुन्छ अनि लोकल कल्चरहरू हेर्न सक्नुहुन्छ। अब यो प्युठान डिस्ट्रिक्ट भनेपछि यहाँको आफ्नै कल्चरहरू छ। एक त यो मन्दिर एरिया भयो अनि त्यस्तै गरेर हाइकिङ, ट्रेकिङ गर्न सक्नुहुन्छ अनि त्यसपछि मन्दिरको दर्शन गर्न सक्नुहुन्छ। त्यस्तै थुप्रै चिजहरू छ जो तपाईँहरूले यहाँ गर्न सक्नुहुन्छ। So friends, like I already told, there are so many activities, things to do, to explore and to see, हैन, एक्सपिरियन्स गर्नको लागि। तर अब ड्यु टु लिमिटेड टाइम हामी चाहिँ सिर्फ यो मन्दिरको दर्शन गऱ्यो अनि मोटामोटी जे चिज हुन्छ त्यो चिजहरूलाई हेऱ्यो र तपाईँहरूलाई देखायो पनि, भिडियोमा तपाईँहरूले हेर्नुभयो होला। एक्स्ट्रा चाहिँ अब गुफाहरू यताउता चिजहरू चाहिँ हामी गएन। नेक्स्ट टाइम कुनै अरू बेला हुन्छ फेरि जाम्ला, ट्राई गरौँला। त्यसैले अब चाहिँ हामी फर्किँदैछु र हाम्रो अब रिटर्न जर्नी सुरु हुन्छ र मोटामोटी हेरेर तपाईँहरूले हल्का ज्ञान लिनुभयो होला। त्यसको लागि हेर्नुभएकोमा चाहिँ थ्याङ्क यू सो मच। र तिम्रो केही छ भन्नुपर्ने? कस्तो एक्सपिरियन्स भयो? दामी हो नि होइन? दामी भयो, एकदमै राम्रो, रमाइलो। हिजो हिँडेर चाहिँ हाम्रो हालत बुरी भइसकेको थियो, फेरि पनि अब यताउता भएर खुट्टा टनेक टुनेक गरेर पहिल्यै हल्का हिँडेको हामीसँग हल्का त्यो थियो नि त एक्सपिरियन्स भन्दा हल्का बानी थियो हिँड्नेको, त्यही भएर चाहिँ त्यति साह्रो भएन। खुट्टाहरू हल्का दुखेछ किनभने हिँडेर त्यति लामो डिस्टेन्स कभर गर्नु र आइपुग्नु भनेको एउटा च्यालेन्जिङ नै थियो, जो कि मैले भनिसकेको थिएँ। फेरि पनि राम्रो भयो र थ्याङ्क यू तपाईँले हेरिदिनु भएकोमा। र अर्कोचोटि फेरि हेर्नुहोस् त यहाँको वेदर यस्तो छ, यस्तो समर सिजनमा पनि यस्तो फगी, यस्तो क्लाउड र हरेक मान्छेहरू ज्याकेटमा मात्रै यस्तो चिसो छ। जय जय। यहाँ चाहिँ 12 मन्थ नै यस्तो भिड हुने रहेछ मान्छेहरूको। जय जय।